हेलो गाइस, के छ हालखबर? आजदेखि चाहिँ मेरो नयाँ भ्लग सुरु भयो है। अहिले चाहिँ म चाहिँ भन्नुपर्दाखेरि दिल्ली चाहिँ एमबिसीको लागि इन्टरभ्यूको लागि आएको छु र तर मैले एउटा कुरा चाहिँ नबुझेको कुरा, जतिजना पनि साथीभाइहरू जतिजना पनि विदेश गएका छन् होइन, उनीहरूलाई यसो सोध्यो भने बिएफएसमा के भन्छ के गर्छ अलिकति सहयोग देऊ न यार भनेर सोध्यो भने एटिट्युड देखाउने के सोध्छन् भने केही सोध्दैनन्। अनि नसोध्ने भएपछि के यहाँ अनुहार हेर्न बोलाएको यहाँ हावा कुरा कि यसो हुन्छ नि यार, साथीभाइ भइसकेपछि एउटा सहयोग अलिकति सहयोगी भावना यस्तो यस्तो हुन्छ यस्तो यस्तो हुन्छ भन्न छोडेर के भन्छन् के आउँछ क्वेसन के सोध्छन् कस्तो हुन्छ के हुन्छ। अब हामीहरू त फर्स्ट टाइम आएको नि त, अनि सोद्धाखेरि चाहिँ के भन्छन् भनेपछि केही सोध्दैन अरे। ल त्यही कुरा म यहाँ हाम्रो सुर्केती भाइसँग सोध्छु है, के भन्नुहुन्छ उहाँले। ल सुर्केती भाइ के सोध्छन् हाम्रो क्वेसनमा यो भिएफएक्समा? अरे केही सोध्दैन कि यार, हामी सब जान्छन्। अनि के भन्छन् त विदेशबाट सोध्यो भनेपछि? केही सोध्दैन दाइ भन्छ। अनि के नसोध्नेपछि किन यहाँ बोलाएको अनुहार हेर्न? अनुहारै हेर्न त होला के रे। अनि हाम्रो धादिङे भाइले चाहिँ के सोध्यो, साथीहरूले के भनिरहेछन्? केही सोध्दैन के दाइले भनिसक्नु भयो त। के सोध्दैनन् रे? अनि किन बोलाएको त दिल्ली भिएफएक्सको लागि? इन्टरभ्यूमा के भन्ने हो त? गएर चुपचाप लागेर बस्ने हो? त्यही त होला नि अब। अनि हाम्रो उतापट्टि हाम्रो चितवन टाइगरले चाहिँ राइनोले के भन्छन् त? गएर पैसा बुझेन पासा बुझेन फर्किने बस भिजा लाग्यो सक्यो कहानी। अब हाम्रो भा दाइले सबै गाउँछ भनेर भइसक्यो। ए त्यसपछि हबिबी कम टु रोमानिया हो। के भन्नुभयो? कैलालीको मान्छेको चाहिँ फिक्स भिसा आउँछ, धेरै टेन्सन नगर्ने के। ए कैलाली फिक्स भिसा आउँछ, कैलालीको मान्छेको फिक्स भिसा आउँछ। एकदम सुन्नुभयो गाइस, अब कैलालीको मान्छेको चाहिँ फिक्स भिजा आउने रे। हामी के यहाँ कञ्चनपुरवाला के हामी के यहाँ सौताको छोराछोरी हो र कैलालीको नआउने कञ्चनपुरको नआउने? ओहो यो भएन है गाइस। ल अब अरू कुरा चाहिँ के हुन्छ पछि चाहिँ जानकारी गराउला, अहिलेको लागि चाहिँ यति नै है। ओके ल ल खै त भाइ म खाना खान जाने होइन? ल जा ल हेर्नुहोस् है गाइजहरू, 1100को भात हो हाम्रो बुद्ध भाइ। कस्तो खाना दामी हो? सुर्केती भाइले कस्तो लागिरहेको खाना? दामी हो खाना? कस्तो लागिरहेको? मिठो एकदम। ल हो खकाले खाना हो। ल हेर्नुहोस् यहाँ अचार, यहाँ दाल, यहाँ खुर्सानी। अफिसतिर बास हान्नुपर्छ। आँगनको डिलमा बसेर आमाले आँसु पुछ्दै थिइन्, परदेशी छोरो जान लाग्यो मनमा पिर गुन्दै थिइन्। झोला बोकी हिँड्दाखेरि पाइला मेरा लरबराए, गाउँ घरको मायाले मुटु भित्रै सताए। बाध्यताको भुमरीमा सपनाको त हरायो। कमेडीमा नगएको त्यही गरेर म फेमस हुन्छु। माटो छोडी जानु छ बाध्यताले डोर्यायो, फर्किने आँसु बोकेर पाइला अघि बढायो। यो माटो छोडी जानु छ बाध्यताले डोर्यायो।
साथी र भाइ छुटे सब गाउँको त्यो चौतारी सम्झना मात्रै रहने भो देउराली र भन्ज्याङ भारी नदी नाला पाखा पखेरा आँखाभरि तस्बिर छ कर्मको यो खेलमा हेर कस्तो लेख्यो तकदीर छ सुनौलो सपना सजाउन मरुभूमिमा जल्नु छ आफ्नै देशको मायालाई मुटु भित्रै साच्नु छ हृदय बिदा नदेऊ आमा मन झनै पोल्ने छ फर्किआउने बाचा भयो समयले नै बोल्ने छ यो माटो छोडी जानु छ बाध्यताले डोर्यायो फर्किने आश बोकेर पाइला अघि बढायो फर्किने छु म यो देश बनाऊ